अब तपाईँ ग्राब आफ्नो कसरी अकाउन्ट ओपन गर्ने, कसरी साइन इन गर्ने भन्दाखेरि सबभन्दा सुरुमा गुगलको प्ले स्टोरमा जानुहोस् अनि GRAB चाहिँ ग्राब एप्लिकेसन चाहिँ डाउनलोड गर्नुहोस्। यसको इन्टरफेस चाहिँ यस्तो देखिन्छ है, ग्राब भनेर। मेरोमा चाहिँ यो इन्स्टल भइसकेको छ, तर अपडेट चाहिँ मागिरहेको रहेछ। अपडेट गरौँ। इन्टरनेट अलिकति स्लो छ, 53.95 एमबीको यो अपडेटको लागि मात्र हो। सो क्विकली नै अपडेट हुन्छ यो एप्लिकेसन, त्यति धेरै टाइम लिँदैन, 7% 9% यसरी अपडेट भइरहेको छ ग्राब एप्लिकेसन। तपाईँले मलेसियामा हुनुहुँदाखेरि ग्राब युज गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँले युज गर्न सक्नुहुन्छ इनड्राइभ। इनड्राइभ पनि अर्को एप्लिकेसन। तपाईँले इनड्राइभमा चाहिँ आफ्नो प्राइसमा तपाईँले बार्गेनिङ पनि गर्न सक्नुहुन्छ। आफ्नो प्राइस पनि भन्ने, उनीहरूको प्राइस पनि उनीहरूले अफर गर्छ अनि तपाईँलाई कतिमा ठिक लाग्छ त्यही अनुसारमा गरेर तपाईँ जान सक्नुहुन्छ कहीँ कतै। सो फेरि प्ले स्टोरमा यसरी जाने। इनड्राइभको इन्टरफेस कस्तो देखिन्छ म तपाईँहरूलाई देखाउँछु। इनड्राइभ मेरोमा इनड्राइभ पनि अलरेडी इन्स्टल्ड भएको हुनाले यहाँ इन्स्टल्ड भनेर देखाइसकेको छ। ओपन, ओके, अहिले चाहिँ ओपनमा जाउँ। यो मैले एक्टिभेट गरिसकेको छु, त्यसैले तपाईँहरूलाई मैले कसरी एक्टिभेट गरेँ भनेर अनि एक्टिभेट गरिसकेपछि कस्तो देखिन्छ भनेर देखाउन चाहन्छु। यहाँ चाहिँ वेयर टु फर हाउ मच भनेर देखाइरहेको छ होइन, 6 सिटर। अनि त्यसपछि राइट, अब कहाँ जाने हो। यहाँनिर चाहिँ यो चाहिँ हाम्रो अहिले करेन्ट लोकेसन भएको हुनाले यहाँनिर तपाईँले आफ्नो लोकेसन पनि यसरी राख्न सक्नुहुन्छ। अनि त्यसपछि यहाँ क्लिक गरेपछि कुन ठाउँमा जाने हो। जस्तै म एनएसके जान्छु मैले, यसमा जान चाहन्छु भने फाइन्ड अफर भने यदि 10 रिङ्गिट अहिले छ भने रिकमेन्डेड फेयर भनेर 10 रिङ्गिट देखाएको छ। अनि अब अफर 10 रिङ्गिट छ भने अटो मैले 10 रिङ्गिट तिर्न तयार छु भने चाहिँ यहाँनिर यो अटो एक्सेप्ट अफरमा क्लिक गऱ्यो भने जुन भेटिन्छ 10 रिङ्गिटमा जसले अफर गरेको हुन्छ त्योमा गर्नु सकिन्छ। जस्तै यहाँबाट होइन रिकमेन्डेडमा गएर हामीले यसरी अहिले चाहिँ 8भन्दा बिलो जाँदैन रहेछ। खासमा यो नर्मल ट्राइममा ट्राभल गर्दाखेरि चाहिँ 6 रिङ्गिट 5 रिङ्गिट लाग्छ। अहिले रातिमा मैले यो स्क्रिन रेकर्ड गरिरहेको हुँदाखेरि चाहिँ 8भन्दा तल जाँदो रहेनछ। यसरी तपाईँले माइनसमा गएर 8 सबैभन्दा लो प्राइस 8 रहेछ, यसमा गएर फाइन्ड अफरमा क्लिक गरेर यसरी अफरहरू एक्सपेक्ट फ्युर अफर यसरी गर्न सक्नुहुन्छ। यसरी तपाईँले देखाउँछ टु ड्राइभर्स आर भिविङ युर रिक्वेस्ट, अलराइट। क्यान्सल रिक्वेस्ट है, मलाई जानु छैन त्यही भएर। सो क्यान्सल रिक्वेस्ट। यसरी इनड्राइभ पनि चलाउन सक्नुहुन्छ। इनड्राइभ तपाईँ एक्टिभेट गर्नको लागि तपाईँलाई चाहिन्छ पासपोर्ट। पासपोर्ट चाहिँ ओरिजिनल पासपोर्ट चाहिन्छ डकुमेन्ट, र तपाईँले क्लिक गरेर चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ अकाउन्ट। यसरी तपाईँले नाम लेख्ने आफ्नो अनि फोन नम्बर अनि भेरिफाई गर्ने। त्यसपछि आफ्नो पासपोर्ट चाहिँ राख्नुपर्छ। भेरिफाई त्यसरी गर्न सक्नुहुन्छ। अब नेक्स्ट वान भनेको म तपाईँहरूलाई देखाउँछु। प्ले स्टोरमा गएर मैले अघि नै ग्र्याब गरिसकेको छु। अनि अब ग्र्याबमा कसरी गर्ने त भन्दाखेरि यस्तो, यो मेरो अकाउन्ट त एक्टिभेट छ नि त, अलरेडी ओपन छ, त्यही भएर तपाईँहरूको चाहिँ यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। अनि फुड चाहियो भने फुड पनि मगाउन सक्ने भयो। अनि कार, ओके, यसरी
कारमा गएर तपाईँ कहाँ जाने हो करेन्ट लोकेसन गरेपछि यो आफ्नो फोनको चाहिँ लोकेसन अन भइसकेपछि करेन्ट लोकेसन यो चाहिँ अन हुनुपर्छ है अन भइसकेपछि करेन्ट लोकेसन अटोमेटिकली आफै आउँछ अनि यहाँ कुन ठाउँमा जाने हो यसरी तपाईँ ठाउँ क्लिक गर्ने अनि चुज दिस पिकअप गर्ने यो जस्ट सर्ट अहिले यो चाहिँ मैले होस्टेलबाट होस्टेलमा गरेँ त्यही भएर के भन्दैछ योर ट्रिप इज जस्ट अ सर्ट वक पिकअप फार्दर डेस्टिनेसन ओके अब मलाई चेन्ज गर्नु छैन अब मलाई अहिले गर्नु छैन नि त तर यसरी गर्ने हो यो एक्टिभेट गर्नुको लागि तपाईँलाई इमेल एड्रेस तपाईँले एड गर्न सक्नुहुन्छ पछि तर प्रायः प्रायः तपाईँसँग आफ्नो नामको सिम कार्ड फोन नम्बर छ भने फोन नम्बरबाट भेरिफाई गरेर चाहिँ यसरी दुईवटा राइड सेयर एप्लिकेसन तपाईँले युज गर्न सक्नुहुनेछ अहिलेलाई मैले यति भने धन्यवाद